नमस्ते। मूल्य समायोजन यो शब्द हामीले ठेक्कापट्टाको कुरा गर्दा कति सुन्छौं होला, हैन? तर जति यो सुनिन्छ त्यति नै यसलाई लिएर भ्रम पनि छ। ल, आज यसैको बारेमा अलि गहिरिएर कुरा गरौँ न त। आज हामी के कुरा गर्छौं त? सबैभन्दा पहिले मूल्य समायोजन भनेको के हो त्यो बुझ्छौं, अनि कस्तो बेलामा यो लागू हुन्छ र कस्तो बेलामा हुँदैन भन्ने बारे पनि छलफल गर्छौं। यसको लागि को योग्य हुन्छन् भनेर हेर्छौं र अन्त्यमा सबैभन्दा महत्त्वपूर्ण कुराहरूलाई फेरि एकपटक सम्झिनेछौं। ल, सुरु गरौँ है त। सबैभन्दा पहिलो र महत्त्वपूर्ण प्रश्नबाटै सुरु गरौँ। यो मूल्य समायोजन आखिर हो चाहिँ के? हो, धेरैको मनमा आउने प्रश्न नै यही हो। मूल्य समायोजन भनेर त भनियो, तर यसको खास अर्थ के हो त? ल, यसलाई एकदमै सरल भाषामा बुझौँ है। मूल्य समायोजन भनेको खासमा ठेक्का सम्झौताभित्रको एउटा सानो तर एकदमै महत्त्वपूर्ण बुँदा हो। यसले के भन्छ भने, यदि कुनै परियोजना चलिरहेको बेला कामदारको ज्याला, सामानको भाउ वा सम्झौतामा तोकिएका अरू कुराहरूको मूल्य अचानक घटबड भयो भने सुरुमा तय भएको पैसा पनि त्यही अनुसार थपघट गर्न सकिन्छ। यो भनेको एक हिसाबले दुवै पक्षलाई ठूलो आर्थिक जोखिमबाट बचाउने एउटा उपाय हो। ठिक छ, यो प्रावधान त रहेछ, तर प्रश्न उठ्छ, यो लागू चाहिँ कहिले हुन्छ? आउनुहोस्, अब ती अवस्थाहरू हेरौँ जहाँ मूल्य समायोजनलाई हरियो बत्ती मिल्छ। एउटा कुरा के बुझ्नुपर्छ भने मूल्य समायोजन जहिले पनि जे पायो त्यही अवस्थामा लागू हुँदैन। यसका लागि केही खास परिस्थितिहरू हुनुपर्छ, जस्तै बजारमा सोच्दै नसोचेको तरिकाले महँगी वात्तै बढ्यो भने, वा कच्चा पदार्थको मूल्य बढेको कागजपत्रसहित प्रमाण पेश गर्न सकियो भने, त्यस्तै सरकारले तोकेका बजार सूचकाङ्कहरूमा ठूलो उतार चढाव आयो, वा नयाँ करहरू लागे, अथवा आफ्नो नियन्त्रणभन्दा बाहिरको कारणले प्रोजेक्ट ढिलो भयो भने पनि यो दाबी गर्न सकिन्छ। तर सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने नि, यी सबै अवस्थाहरू सम्झौता पत्रमा पहिले नै स्पष्टसँग लेखिएको हुनुपर्छ, नत्र भने हुँदैन। अब हरियो बत्तीको कुरा त भयो, सिक्काको अर्को पाटो पनि हेरौँ न, होइन? कस्तो अवस्थामा चाहिँ मूल्य समायोजनको दाबीलाई रातो बत्ती बालिन्छ, अर्थात् अस्वीकार गरिन्छ? यो स्लाइडले कुरालाई छर्लङ्ग पार्छ। हेर्नुस् त, एकातिर बजारमा आएको अप्रत्याशित परिवर्तन वा बाहिरी कारणले भएको ढिलाइ जस्ता कुरामा समायोजन लागू हुन सक्छ। तर अर्कोतिर यदि बजेट बनाउँदा नै कमजोरी भयो, वा आफ्नै कारणले काम ढिलो भयो, वा व्यवस्थापन नै फित्लो भयो भने चाहिँ मूल्य समायोजन पाइँदैन। मतलब यो प्रावधान अप्रत्याशित जोखिमबाट बचाउनको लागि हो, आफ्नै गल्ती र कमजोरी ढाक्नको लागि चाहिँ होइन। ल, अब अर्को एउटा निकै महत्त्वपूर्ण प्रश्नमा जाउँ। मूल्य समायोजनका लागि को योग्य हुन्छ? कसले यो दाबी गर्न पाउँछ र कसले पाउँदैन? यो योग्यता छ कि छैन भनेर जाँच्नको लागि एउटा प्रक्रिया छ। यसलाई 4 चरणमा हेरौँ। पहिलो चरण, सम्झौता नै पल्टाएर हेर्ने। के त्यसमा मूल्य समायोजनको बुँदा छ त? दोस्रो, दाबी गर्ने को हो? ठेकेदार हो, सामान सप्लायर हो, वा अरू कोही? तेस्रो, दाबीको आधार के हो? लागत बढेको हो भने त्यसको बलियो प्रमाण छ कि छैन? र चौथो अनि अन्तिम चरण, के दाबी गर्ने प्रक्रिया सम्झौतामा लेखिए बमोजिम नै छ त? यी चारवटै प्रश्नको उत्तर सकारात्मक हुनुपर्छ। र यी सबै कुराले हामीलाई एउटै निचोडमा पुर्याउँछ। त्यो के हो भने, जस्तो सुकै अवस्था आए पनि, जस्तो सुकै विवाद भए पनि अन्तिममा हेर्ने भनेको त्यही सम्झौता पत्र हो। सम्झौता नै अन्तिम कानून हो, अन्तिम अधिकार हो, त्यसमा जे लेखिएको छ त्यही नै हुन्छ। ल, अब हामी लगभग अन्त्यतिर आइपुग्यौं। आजको यो पूरा छलफलबाट हामीले के कुराहरू चाहिँ सधैँ याद राख्नुपर्छ त? हेरौँ है त। यो स्लाइडले सबै कुराको सार बताउँछ। पहिलो, मूल्य समायोजन भनेको आर्थिक जोखिम कम गर्ने एउटा कानूनी औजार हो। दोस्रो, यो कुनै कमजोर योजना वा व्यवस्थापनलाई बचाउने लाइफ ज्याकेट होइन। तेस्रो, यसको योग्यता र शर्तहरू अन्त कतै होइन, त्यही सम्झौता पत्रमा नै लेखिएको हुन्छ। चौथो, दावी गर्नको लागि बलियो कागजात र प्रमाण हुनैपर्छ, मुखले भनेर मात्र हुँदैन। र अन्तमा, यसले किन्ने र बेच्ने दुवैलाई बजारको अनियन्त्रित उतार चढावबाट जोगाउँछ, जसले गर्दा काम पनि नरोकियोस् र कसैलाई अन्याय पनि नहोस्। र आजको लागि एउटा प्रश्नसँगै यो चर्चालाई बिट मारौँ। कहिलेकाहीँ व्यावसायिक जीवनमा यस्तो मोड आउन सक्छ जहाँ मूल्य समायोजनको यही एउटा सानो खण्डको बुझाइ नै सबैभन्दा महत्त्वपूर्ण र निर्णायक बन्न सक्छ। त्यो अवस्था कस्तो होला, एकपटक सोचेर हेर्नुहोला है।